कप चियाले दिन कति बदल्न सक्छ। आउनुहोस् आज मेरो चिया पसलको मिनी भ्लगबाट सुरु गरौँ है त साथीहरू। हेलो साथीहरू, हजुरहरूलाई स्वागत छ मेरो मिनी भ्लगमा। कुनै पनि क्षेत्रमा के हामी सफल हुनको लागि साथीहरू आफ्नो परिवारको फुल सपोर्ट चाहिँ चाहिन्छ है साथीहरू। अझै विशेष गरेर हामी लेडिजहरूको लागि त पछाडिबाट यो केही बिग्रियो भने म छु है भन्ने मान्छे चाहिँ एकदमै खाँचो हुन्छ। किन हामीहरूलाई अगाडि बढाउनुमा पनि त परिवारको धेरै ठुलो हात हुन्छ नि त। हामी एक्लैले त सकिँदैन। बाल बच्चादेखि लिएर घरको सबै जिम्मेवारीहरूदेखि लिएर अनि व्यापार व्यवसायको कामहरूमा पनि त सबैजना परिवार मिलेर गर्दाखेरि त कति आनन्द हुन्छ, कति सजिलोसँग हामीले कामहरू सकिरहेका हुन्छौँ होइन साथीहरू। मलाई चाहिँ धेरैजनाले सोध्ने क्वेसन भनेको चाहिँ हजुरले कसरी म्यानेज गर्नुहुन्छ, दुईवटा बच्चा, पसल, घरमा कसरी म्यानेज गर्न सक्नुहुन्छ भन्नुहुन्छ कि मेरो यो म्यानेज गर्नुको पछाडि मेरो परिवारको ठुलो हात छ। यसमा हुनुहुन्छ मेरो सासू ससुरा, मेरो श्रीमान, कस्टमरहरूको पनि मैले धेरै सल्लाह सुझावहरू पाइरहेकी हुन्छु। त्यही भएर म यतिको अगाडि बढ्न सफल भएकी छु। अर्को कुरा के साथीहरू, हामी कहिले काहीँ थाक्नु मन लाग्छ होइन, थाकिन्छ, म सक्दिनँ, केही कामहरू हुन्छ नि हामी सकिँदैन, म सक्दिनँ, उस गर्दिनँ भन्ने खालको हुँदा पनि हामीलाई पछाडिबाट ब्याक सपोर्ट चाहिँ हुनुपर्छ कि तिमी गर्न सक्छौ, तिमीले गर्नु नै पर्छ, यो तिमीलाई एकदम इजी छ भनेर जो मान्छेले हौसला दिन्छ नि, त्यो हौसला दिनु नै ठुलो कुरा हो जस्तो लाग्छ कि साथीहरू है। हामीहरू कतिपय समयहरूमा के हामीहरू कहिलेकाहीँ हार्न खोज्छौँ नि त, त्यो समयमा हार्न नदिने मान्छे हजुरको साथमा भयो भने नि हजुरले संसारै जित्न सक्नुहुन्छ साथीहरू। कुरा के साथीहरू, आफ्नो काम चाहिँ अरूसँग कहिले पनि कम्पेयर नगर्नु है। आफ्नो काम छ नि, आफ्नो काममा आफै खुसी हुनु। अरूको यस्तो छ भनेर अरूसँग कम्पेयर गर्न जब हामी थाल्छौँ नि त्यसपछि हामी दुःखी हुन्छौँ। अरूसँग कम्पेयर नगरौँ, आफ्नो काम खुरुखुरु गरौँ, आफ्नो कामलाई माया गरौँ साथीहरू। फलो नगर्नुभएका साथीहरूले कृपया फलो गर्नुहोला, मेरो भिडियोलाई माया गरिदिनु भएको छ। थ्याङ्क यू।